फ्याम वेलकम टु माई न्यू डे न्यू भ्लग। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज पनि म हजुरको माझमा फेरि अर्को नयाँ भ्लग लिएर आइसकेको छु। आज चाहिँ असार 15 दही चिउरा खाने दिनको सबैजनालाई शुभकामना पनि भन्न चाहन्छु। र आज चाहिँ म जान लागेको सन्धि खर्क। मसँगै विशाल भाइ र नवीना बहिनी पनि छन्। त्यहाँ हामी तीनजना भएर चाहिँ आज सन्धि खर्क बजारतिर जाँदैछौँ। तर मौसमले च्यालेन्ज हानेर यसो यो नराम्रो गर्दै माथि पानी चोइरहेको छ आकाशबाट। त्यही भएर यताबाट नमस्ते गर्ने स्टाइल अहिलेको नयाँ डिजाइन यस्तै नमस्ते गर्छन्। अहिले चाहिँ हामी घरबाट निस्केर राजुपानी आइसकेका छौँ। यहाँ चाहिँ गाडी आउँछ अनि गाडीमा चढेर जाने हो हामी। अनि आजको मौसम चाहिँ यस्तो छ है, पानी आएको छ, जताकतै कुहिराले ढाकेको छ, केही सिन केही भ्यू केही देखिया छैन। चिल्लै फर्किने हो आज। भ्यू चिल्लै छ, जता पनि सेतो कुहिराले ढाकेर। खै के उडो ए त्यहाँ ढुकुरो छु त्यहाँ त्यहाँ माथि छ कि त्यहाँ देखिन्न। उडो यार, म आउँदा बित्तिकै उडो। डर आयो क्या, खाइदिन्छ अनि खान्छ भनेर पोलेर खान्छ भनेर डर आयो तँ पनि। बाहिरको मौसम चाहिँ पुरै चिसो भएर ढाकेको छ। पुरै मौसम फ्यामिलीहरू हामी चाहिँ अब चाहिँ म बजार आएर सुरुमा जान लागेको छु कपाल काट्न। बजार पनि आइसक्यो, अब जानु पऱ्यो। पहिला कपाल काट्नु पऱ्यो, दाढी काट्नु पऱ्यो, अनि त्यसपछि ट्याग लाएर अरू काम हुन्छन् बल्ल। बजारतिर चाहिँ यस्तो सुनसान छ, यस्तो छ यतातिरको मौसम। म चाहिँ अब जान्छु यता कोकल्लीदेखि जान्छु, त्यहाँको कपाल काट्छु। अनि त्यो फ्यामिलीहरू न मैले चाहिँ कपाल सपाल काटेर आइसकेको छु। अब हामी यता निकाल्न जाँदैछौँ। पासपोर्ट साइजको फोटो निकाल्नु पर्यो। कहाँ छ बेसी थाहा छ कसैले भेट अगाडि भन्नु र कहाँनिर हो, त्यहाँ गएर फोटो सोटो निकाल्नु पऱ्यो। फोटो निकालेरै भेटौँ। फोटो पनि खिच्छ, फोटो सोटो निकाल्ने बस्ने रमाइलो गर्ने त्यही हो। सो फ्यामिलीहरू न मैले चाहिँ कपाल सपाल काटेर अनि चाहिनुपर्ने त्यो फोटो चाहिँदो रहेछ क्या त्यहाँ। अनि त्यसपछि पासपोर्ट साइजको फोटो पनि निकालेर आइसकेका छौँ। अब विशाल दोस्रो म चाहिँ उता नगरपालिकामा जाँदैछौँ। नवीना बहिनी र दिपेन दाइ चाहिँ गइसक्नुभयो बाइकमा। हामी दुईजना चाहिँ त्यहाँ सानो कामले पसेका थियौँ। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरू जानुहोस् हामी आउँछौँ भनेर उहाँहरूलाई पठाइदिउँ। उहाँहरू चाहिँ गइसक्नुभयो होइन। हामी सन्दर्भ नगरपालिका वार्ड नम्बर 2मा छौँ। अनि यस्तो के बिहान आउने बेला एकदम पानी परेको थियो, जाडो जाडो थियो, ज्याकेट लाएर आएको। यहाँ आउँछु भन्दाखेरि त खुलुत्तै घाम लाएर खुलुत्तै पार्थ्यो यार। पाहाड यस्तो पनि हुँदो रहेछ यता यस्तो यस्तो नि खानेकुरै दोकानमा मैले खाइनँ कि। त्यो चिप्स ल्याउने कपडा यो हो। कसले रे को चिक्छ फेरि? तेरो पाहाड तेरो मुटु बस्नु सफल एकजना त्यो को भन्ने कुरा मैले पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन। त्यो पनि मैले हजुरहरूमा आज पत्ता लगाएर छिटोभन्दा छिटो प्रकाशन गर्ने छु, पब्लिक गर्ने छु। नखाने अहिले आएर खाने हो के भयो, नखाने अहिले अहिले पछि खाने कि त्यस्तो हुन्न नि। कहाँ त्यस्तो हुन्छ, त्यस्तो हुँदै हुन्न नि। मरेको बुला ए मेरा भा ए के भन्छ त्यस्तो त्यस्तो नभन्ने यार। महाभारत यस्तो गर्मी हुन्छ नि यार। यहाँ प्याक हाम्रो क्या बिहान आउने बेला जाडो थियो यार, घाम लागेको थियो यार। मैले ज्याकेटसम्म लगाएर आएको थिएँ यस्की भुइँडीवाला खाल। यहाँ आउँछ नि त खुलुत्तै पार्दै यार यहाँ आउँछ। अब हामी कतार जाने? यता सर्टकट जाऊँ यार। हामी लङ कट होइन कि सर्टकट हान्दिने। सर्टकटमा
जे पनि हुनसक्छ फेरि त्यहाँ जे पनि भेटिन सक्छ सर्टकटमा त फेरि झ्यापझुप च्यापचुप मिठो पारामा म नाचिनँ कहाँ नाच्ने त यार यहाँ गर्मीले खुलुत्तै पार्लो जस्तो छ नाच्न भन्नु भन्छ स्याहार केटा आयो अब यतादेखि कताबाट जाने सिधा जान्न कता जाने हामी चाहिँ यता सो फ्यामिली होइन हामी चाहिँ यता शान्ति बगैँचा चोकनिर आइसक्यौँ यहाँ चाहिँ कामना बस शुभकामना बसेको कहाँ जानु लागेको यो सोधेर चढेर जाने हो र खले भनेर चढेर जाऊँ कि घर भन्ने हामी त हिँड्यो कमाउन अब लाउरतिर पस्यो भन्ने सायद यो इन्डिया जाने बस्यो कि यो होइन हामी चाहिँ यता नगरपालिकातिर जाने हामी यता बगैँचाको साइड चाहिँ यता भयो हामी जानुपर्ने चाहिँ यता हो यतै झन्नै हान्दिनँ होइन भाइ तपाईँले डाइरेक्ट झन्नै मेरो फेल भएछ यिनी मेरो बाइक हो कि यो मेरो बाइक हो भने मैले बिग्रेर यहाँ राखेको हुँ क्या केटा यार हो यार बिग्रियो अब के खेच्नु त यहाँ शुभकामना आज तपाईँ कार्यक्रम यस्ता यस्ता डिजिटल बोर्ड हाम्रा अरू खाँची यहाँ छन् तर सबै बन्द छन् हेर्नुहोस् अब तपाईँहरूले यहाँ चाहिँ बगैँचा यहाँभित्र चाहिँ शान्ति बगैँचा यहाँ माथिबाट देख्नुहुन्छ होला रोक्नुमा माथिबाट देखाउने छु तपाईँलाई अनि यहाँ त जोडी बसेका हुन्छ नि त देखाउन गाह्रो हुन्छ कि यार यो चाहिँ शान्ति बगैँचा भयो यहाँभित्र चाहिँ जोडी बसेका हुन्छ नि त मलाई बेला बेला देखाउन गाह्रो हुन्छ कि च्याप्पै देखियो भने त फेरि नराम्रो हुन्छ तर आफ्नो त उयो अब यहाँ माथि मेरा बानी होइन त तँ आँप कस्ता अहिले खोज्न जाम्ला तँ पनि खोज्न जाने अहिले चिन्ता नगर्नु कला चढ्दै चढ्दै घाम भएर परान्जाला जस्तो भयो तर यार तिउलाई दुइटालाई हिँड्दै पठाएर म बाइकमा जानुपर्ने रहेछ यार मेरो बुद्धि नानीलाई अरू जानुहोस् म हामी हिँड्दै आउँछौँ भनिदिइहालेँ अहिले त चिल्लै समस्याले जता कताबाट घेरिसकेपछि यस्तै हुन्छ साथीहरू अब हामी चाहिँ कामसाम भ्याएर माथितिरको हल्का यता शान्ति बगैँचातिर घुम्न आएका छौँ टुरुङ 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 टुङ ढिस टुरुङ टुरुङ टुङ ढिस ला 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 यता चाहिँ मन्दिर छ देख्न सक्नुहुन्छ होइन यतातिरको दृश्य चाहिँ यस्तो छ है होइन अब ट्याकटुक पारेर झ्यापझुप पारेर हामी चाहिँ यतातिर मस्तसँग घुमिन्छ अब एकैछिन सो तपाईँहरूले चाहिँ अब खै तर बाल खाला ए बा त्यस्तो मैले देखाइनँ भयो बिचरा बाल खाला दाइँ पिटेर कस्तो छ कि यता म के भनौँ भन्ने भएको छु यतातिर चाहिँ पुरै हरियाली छ होइन एकदम बब्बाल छ क्या ठाउँ जता कतै त्यस्तै छ को भाइ क्या नि त अब त्यस्तै ठाउँमा आइए त क्या अहिले त अब एक दुईवटा भिडियो सिडियो बनाइन्छ फोटोसोटो खिचिन्छ यहाँ एकैछिन रमाइलो गरिन्छ नि भेटौँ आँप पनि चोरिन्छ होला भेटाइसी उहाँ छ उहाँ टिपके रुखा जा ल छिटछिटी मान्छेले देख्ला नै मान्छेले होस् गर मान्छेले देख्ला नै ए आज कस्तो लागिरहेको छ तपाईँले आजको यो उमा आँप चोर्दा आँप चोरिरहेको छ होइन ल सो साथीहरू हामी बगैँचाबाट घुमघाम गरेर यता भक्तिझोला चोक साइडतिर आइसकेका छौँ हाम्रो माझमा अहिले एउटा लफङ्गो हामी नलाग्ने अर्काको एकदमै बिग्रेको व्यक्ति सन्दीप भाइ पनि हामीसँग भेट भइसकेको छ यसलाई सुधार्छु भनेर हामीले हिँडिराखेका छौँ ज्ञानका कुराहरू सिकाइराखेका छौँ अब यता राम्रो के पहिला यता गरेर सामान किनेर नि आम्ला के अनि फेरि यस्तै गर्छौ कि तिमी फेरि यस्तै नगराउने यार कहाँ जाने काम छ यार हेर नि यार खोलाको हालत यस्तो के हो यार यो खोलो
कति कति फेरि मसित फेरि 7-8 लाख घटीको कुरा नगर्दा हुन्छ कर भाइ होइन मैले साँच्चीकै हो मसँग त 7-8 लाख घटीको कुरै नगर हो कि अब त्यहाँ कसरी चलेछ त्यो थाहा छैन उसले पैसा हाल्दै अरे फेरि आफ्नो कम्पनी घाटा गएको थाहा छैन हिसाब किताब यहाँ कस्तो भइसकेछ मुसा बिखानी भएको छु म त्यो खानालाई नि पैसा छैन क्या किन्ने तैँले यताबाट जाम उताबाट जाम भन्छस् अनि आफू यताबाट जाम भनेको होइनस् मलाई अनि त्यसपछि हामी यताबाट आउने अनि त्यसपछि यताबाट फेरि यताउता भन्ने आफै हामी चाहिँ यता सामान किन्न जान्छौँ विशाल दोस्ती तेलको पेक किन्ने रे एउटा तेलको पेक कला हो ए हरिदोस लायो अरे कि हरिदोस लायो अरे अब हामी त्यतैतिर जान्छौँ सामान किन्छौँ अनि त्यसपछि अब त्यो हामी चाहिँ सामान किनेर ट्याक्क रोहित दोस्को गाडीमा चढेर अब अर्घातिर होइन यतातिर चाहिँ यस्तो छ है यहाँ ड्राइभर माइली आइयो अहिले नाच्छ बाटोमा झरेर पनि यो यसको काम छैन ल हुन्छ त्यो पनि हुन्छ तपाईँहरूको अब हामी चाहिँ बजारबाट निस्किसकेको छौँ अब घरतिर जान्छौँ अनि घरतिर गएर भेटौँला अहिलेको लागि चाहिँ बाइ सो फ्यामिलीहरू म चाहिँ फाइनली घर पनि आइसकेको छु घर आएर मैले कपडा सबै चेन्ज गरिसकेको छु अब चाहिँ म आजको भ्लग यतितिर इन गर्न चाहन्छु आजको भ्लग के कस्तो लाग्यो कमेन्ट मार्फत सुझाव दिन चाहिँ नभुल्नु होला यति भन्दै आजको लागि चाहिँ बाइ एन्ड थ्याङ्क यू फर फुल वाचिङ एन्ड जय नेपाल